हेलो गुड मर्निङ सबैलाई। आज मेरो सानो मिनी ब्लग लिएर आएको छु। हजुरहरूले माया गरिदिनु होला। मेरो बुढाले चाहिँ आँदै हुनुहुन्छ, उता दिदीले मही पार्दै हुनुहुन्छ अनि दिदीले मही पारिसकेपछि मैले घिउ तताउँछु अनि यता तरकारी पकाउँदैछु, तरकारी बसालेछु अनि फेरि घिउ तातिसकेपछि मैले घिउलाई डब्बामा राख्छु, त्यो घिउ निकाल्छु अनि डब्बामा राखेपछि तरकारी पनि उता पकाउँदैछु। टमाटर मसला राखेँ। अब फेरि तरकारी उता पाक्दैछ, यता मैले चुकौनीको लागि आलु काट्दैछु। आज चुकौनी खाने भन्ने सल्लाह भएको। मेरो बुढालाई लास्टै मनपर्छ नि त। अनि प्याज साज काटेर अनि फेरि मर मसला राखेर के चाहिन्छ सबै थोक राखेर म चुकौनी बनाउँदैछु। खुर्सानीहरू राखेँ। अब यो सब राखिसकेपछि अब तेल तताउँदै हो। तेल तताएर अनि तेल यता तरकारी फेरि फाटफुट पार्नु पऱ्यो नि त, डर चाहिँ हेर्नु पऱ्यो। अनि त्यो तेलमा मेथी पुऱ्याएपछि चाहिँ गरेर झान दिएपछि अचार हेरी भयो चुकौनी। अनि त्यसपछि यता आटो बसालेछु, उता भात बसाल्दैछु। आटो चाहिँ डेली भात त चाहियो छ, आटो पनि डेली पाक्छ किनभने बाबालाई सुगर छ। अनि त्यसपछि ग्यास पुसपास पारेँ, भाँडासाँडा माझेँ। भाँडा फेरि यति धेरै थियो आज। अब घिउ तताएको भाँडा, महीको खानाको भाँडा यति धेरै थियो, सबै भाँडा माझेँ। अनि खाना पनि रेडी भइसक्यो। अब स्टोभ धएर बुढो खाना आउनुहुन्छ अनि उहाँहरूलाई खाना दिन्छु अनि हामी पनि खाना खान्छौँ। अनि किचन सफा गर्छु, झाडु पोछा लगाइसकेपछि सबै काम भ्याएर अनि नुहाइ गरेर फ्रेस भएर तल आउँछु। त्यहाँ बुढाले चिया पकाउँदै हुनुहुन्थ्यो अनि चिया खाएर फेरि माथि गएर स्किन केयर गर्छु। कस्तो ड्राई हुन्छ नि त फेस। अनि लोसन लगायो, मोइस्चराइजर लगायो, त्यहीँ गऱ्यो। यताउता गर्दै साँझ परिसकेको थियो। अनि तल आएर अनि सोफामा कभर राख्नु थियो, हामी मिलेर सोफामा कभर राख्छौँ। अनि म खाना बनाउँछु फेरि साँझको। आज चाहिँ साँझको खाना सिम्पल थियो, सिन्किरा आलु। अनि खाएर माथि गएर अनि मेरो बुढाले मलाई दुध दिनुभयो, मैले दुध खाएँ। आफूले पनि खानुभयो अनि मलाई फेरि औषधी दिनुभयो। औषधी खानै पर्यो, बल्ल खाएँ। अब सुत्न लाग्यो, बाई गुड नाइट। मेरो बुढो फेरि नाटक पारेर निदाएको होइन कि नाटक हो। ल बाई गुड नाइट।